You are on the wait list. यदि तपाईहरुको पनि फेसबुक प्रोफाइलमा यस्तै खालको नोटिफिकेसन आइसकेको छ भने कंग्रेचुलेसन्स। तपाईहरुको फेसबुकमा पनि यस्तो खालको चाहिँ नोटिफिकेसन आइरहेको छ, तपाईहरुको मोनेटाइजेसनमा यस्तो देखाइरहेको छ भनेर त्यो तपाईहरुको भेन्यू सबमिटेड भइसकेको छ र तपाईको चाहिँ अब फेसबुक पेज अथवा फेसबुक अकाउन्ट चाहिँ मोनेटाइजेसनको लागि चाहिँ एउटा क्यूमा रहेको छ अथवा चेकिङमा रहेको छ। सो यो भिडियो अन्तर्गत म तपाईहरुलाई चाहिँ फेसबुकमा हामीले अब गर्नुपर्ने कामहरु र यो वेट लिस्ट देखाइसकेपछि तपाईहरुको चाहिँ फेसबुक के हुन्छ अथवा कहिले मोनेटाइज हुन्छ, कहिलेसम्म हुन्छ भन्ने कुराहरुमा अपडेट गर्दैछु। सो भिडियोलाई अन्तिमसम्म हेर्नु होला र नयाँ हुनुहुन्छ पहिलो पटक भिडियो हेर्दै हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर च्यानलमा जोडिनु होला। तपाईहरु यदि फेसबुकमा फलो बटन कसरी राख्ने, प्रोफेसनल ड्याशबोर्ड कसरी राख्ने भन्ने बुझ्न चाहनुहुन्छ भने तपाईले यो आई आइकनमा देखाएको भिडियो पनि हेर्न सक्नुहुनेछ। सो साथीहरु यहाँनिर चाहिँ मेरो फेसबुक प्रोफाइलमा मैले जस्ट यहाँ प्रोफाइलमा गएर चाहिँ प्रोफेसनल ड्याशबोर्ड हेरे भने यहाँनिर मैले जस्ट प्रोफाइलमा जान्छु, प्रोफेसनल ड्याशबोर्डमा जान्छु। यहाँ परपट्टि मैले एउटा टुल्स भन्ने अप्सन देख्नेछु। जस्ट त्यसमा टुल्समा क्लिक गरेर मैले चाहिँ अब मोनेटाइजेसनमा सेक्सनमा जाँदैछु। टुल्समा क्लिक गरे, टुल्समा क्लिक गरेपछि तपाईले यहाँनिर अलिकति डाउन साइडले स्क्रोल गर्नु होला। तपाईले यो मोनेटाइजेसन भन्ने अप्सनमा क्लिक गर्नु होला। त्यसमा क्लिक गरेपछि तपाईको यस्तै इन्टरफेस खुल्छ र तपाईले यहाँनिर मेरो चाहिँ अब प्रोफाइलमा अहिले स्टार्स इनेबल भइसकेको छ हैन, जस्ट $0.01 इन्कम पनि भइसकेको छ। र यहाँनिर अन्य कुराहरु चाहिँ आउन बाँकी छ, जस्तै सब्स्क्रिप्सन, स्टोर फन्ड, कन्टेन्ट मोनेटाइजेसन। यो मेरो इन्भाइट ओन्ली भइरहेको छ। जस्ट मैले कन्टेन्ट मोनेटाइजेसनमा क्लिक गरे भने यहाँनिर मलाई देखाइरहेको छ एउटा अप्सन You are on the wait list. है, अब यसको मतलब के भनेको छ भन्दाखेरि being on the wait list does not guarantee access. We are actively working on expanding this program भनिरहेको छ भनेको। यो वेट लिस्ट भन्नुको मतलब अहिले नै ग्यारेन्टेड त होइन, तर we are actively working भनेको चाहिँ अहिले एकदमै काम भइरहेको छ यो सम्बन्धी। यसलाई एक्सपान्ड गर्नको लागि भनेको कन्टेन्ट मोनेटाइजेसन सेटअपको लागि चाहिँ अथवा कन्टेन्ट मोनेटाइजेसनको सेटअप दिनको लागि चाहिँ यो पेजमा अथवा मेरो पेजमा अथवा मेरो प्रोफाइलमा चाहिँ वर्किङ कामहरु भइरहेको छ भन्ने कुरा हामीले बुझ्न सक्छौं। र यसमा थोरै डाउन साइडमा गएर तपाईले हेर्नुभयो भने मोनेटाइजेसन बेटा भनेर यहाँले दिएको छ एउटा कुरा। यसमा तपाईले देख्न सक्नुहुन्छ we are actively working on expand access and make this program available to more creators soon भनेको छ। चाँडै नै हामी चाहिँ धेरै क्रिएटरहरुलाई यो चाहिँ कन्टेन्ट मोनेटाइजेसनको सेटअप दिँदै छौं, एक्सपान्ड गर्दै छौं भन्ने कुरा छ। सो हामीले वेट गर्ने हो, केही समय पछाडी चाहिँ यो हामीले पाउन सक्छौं र यसको लागि हामीले एक्टिभली आफ्नो काम त गर्नुपर्ने नै हुन्छ। र तपाईहरुले यो सबै कुराहरु पाउनको लागि फेसबुक प्रोफाइललाई चाहिँ प्रोफेसनल ड्याशबोर्डमा चेन्ज गर्नुपर्ने हुन्छ। त्यो सम्बन्धी मैले भिडियो बनाइसकेको छु, डिस्क्रिप्सनमा लिंक राखिदिएको छु, त्यहाँबाट पनि तपाईहरुले सर्ट आउट गर्न सक्नुहुनेछ। यो चाहिँ एक्टिभ छ अथवा आफ्नो प्रोफाइलको स्ट्याटस के छ भन्ने कुरा पनि तपाईहरुले बुझ्नुपर्ने हुन्छ। जस्ट तपाईले प्रोफाइलमा ट्याप गर्नु होला र प्रोफाइलमा ट्याप गरेपछि तपाईको यो चाहिँ मोनेटाइजेसन, योर प्रोफाइल इज अर्निङ मनी, प्रोफाइल रिकमेन्डेसन, त्यस्तै गरी यी कुराहरु चाहिँ तपाईहरुको के हुनुपर्छ, एक्टिभ हुनुपर्छ, अन ग्रीनमा हुनुपर्छ है। यदि तपाईको चाहिँ प्रोफाइलमा केही इस्यु छ भने तपाईले फेरि मोनेटाइजेसन सेटअप पाउनुहुन्न अथवा चाहिँ कन्टेन्ट मोनेटाइजेसन पाउनुहुन्न। यहाँनिर तपाईले योर प्रोफाइल इज एक्टिभ अर्निङ मनी भनेको छ, यो तपाईको चाहिँ प्रोफाइल हेल्थ राम्रो छ अथवा चाहिँ फेसबुक प्रोफाइल ठीक छ भन्ने कुरा हो। यो कुराहरु पनि तपाईले ध्यान दिनुपर्ने हुन्छ। त्यसै गरी तपाईको यो वीकली च्यालेन्जहरु पनि तपाईले कम्प्लिट गर्नु होला। त्यस्तै गरी प्रोफाइल रिकमेन्डेसनमा जस्ट मैले क्लिक गरे भने यहाँनिर चाहिँ मेरो प्रोफाइल रिकमेन्ड छ हैन। रिकमेन्डेसनमा क्लिक गरे भने यहाँ तपाईले देख्न सक्नुहुन्छ विभिन्न अप्सनहरु, सबै कुराहरु चाहिँ ठीक छ भन्ने कुरा छ। यो भइसकेपछि चाहिँ हामीले ढिलो चाँडो यस्तो कन्टेन्ट मोनेटाइजेसन सेटअप पाउने छौं। रेगुलर भएर काम गर्नुपर्ने हुन्छ, फोटो भिडियो रिल्सहरु टाइमली अपलोड गर्नुपर्ने हुन्छ। त्यही मेटाले दिने भएको भएर हाम्रो साइटबाट गर्ने कामहरु गरिसकेका छौं, सबमिटेड भइसकेको छ र वेट लिस्टमा पनि परिसकेको छ भनेको मतलब यो काम भइरहेको छ, चेकिङ भइरहेको छ। यो समयमा चाहिँ हामीले अलिकति एक्टिभ भएर प्रोफाइलमा काम गर्नुपर्ने हुन्छ। सो यसरी चाहिँ तपाईहरुले सजिलैसँग आफ्नो फेसबुक कन्टेन्ट मोनेटाइजेसनको सेटअपको लागि सबमिट गरिसकेपछि यो नोटिफिकेसन पाउन र आगामी दिनमा चाहिँ छिटो भन्दा छिटो यसको सेटअप लिनको लागि चाहिँ हामीले काम गर्नुपर्ने हुन्छ। सो ओभरअल यही रहेको थियो। तपाईहरुको पनि प्रोफाइलमा यदि वेट लिस्ट देखाइरहेको छ भने तपाईहरुले पनि यसरी नै अगाडि बढ्नु होला, काम गर्नु होला। तपाईहरुले पनि सजिलैसँग पाउनुहुनेछ। प्रोफाइलमा हामीले केही गर्नुपर्ने मेजर सेटिङहरु हुन्छ र त्यो सेटिङहरु कसरी गर्न सकिन्छ भन्ने बुझ्न चाहनुहुन्छ भने यो इन्ड स्क्रिनमा देखेको भिडियो हेर्नु होला। भिडियोले साथ दिनुभयो यहाँहरु सबैजनालाई धन्यवाद। अहिलेसम्म च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला।